देशभर पछिल्लो समय बढेको बाँदर बँदेल जस्ता खेतीमा क्षति पुर्याउने वन्य जन्तुको आतंकबाट किसानहरू समस्यामा मात्र परेका छैनन्, कतिपय ठाउँहरूमा आफ्नो थातथलो छाडेर हिँड्न पर्ने बाध्यता पनि बेहोरिरहेका छन्। किसानले लगाएका बाली क्षणभरमै नष्ट गरिदिन थालेपछि पहाडी क्षेत्रका धेरै जमिनहरू बाँझो हुन थालेको छ। यस्तै आतंक स्याङ्जाका किसानहरूले समेत बेहोरिरहेका छन्। उनीहरूमध्ये धेरैको दिन बाँदरबाट बाली जोगाउन बाली रुङ्नमै बित्ने गरेको छ। मनमा पीडा नपरी त कसैले कहन्न, ढोका लाउन बिर्सेदेखि भाँडामा भात रन्न। अब कहिले न्युज आउँछ बाँदरले मार्यो, अझ ठुलो पीर त हामीलाई ज्यान जोगाउन गाह्रो। शारदा पौडेलको यो मार्मे गीत अहिले समग्र स्याङ्जाको समस्या हो। वालिङ 11 डौवा र छतिवन क्षेत्रमा 3 सिजन खेती हुने तथा प्रशस्त मात्रामा तरकारी उत्पादन हुने क्षेत्र हो। यो क्षेत्रमा अहिले बाँदर आतंक यति बढेको छ कि किसानहरूलाई खेती लगाउनु भन्दा जोगाउनु ठूलो चुनौती बनेको छ। तथ्याङ्क हेर्ने हो भने स्याङ्जा जिल्लाको कुल खेतीयोग्य जमिन 1,16,400 हेक्टर हो, तर अहिले तथ्याङ्क घटेर 28,282 हेक्टरमा मात्र खेती भइरहेको छ। बाँदरको उपद्रवका कारण यो क्षेत्रफल पनि दिनानुदिन घट्दो क्रममा छ। स्थानीय सरकारले विगतमा बाँदर धपाउने हेरालु राख्ने, प्लास्टिकका बन्दुक वितरण गर्ने जस्ता कार्यक्रम ल्याए पनि ती सबै प्रभावकारी बन्न सकेनन्। धेरै ठाउँमा बसाइँ सराई र खेती बाँझो छोड्ने प्रवृत्तिका कारण बाँदर गाउँ पस्न थालेपछि यहाँका किसानहरूको दैनिकी बाँदर धपाउने बनेको छ। यो ठाउँमा बाँदरले खेती लायो, केही खान पनि दिँदैन, केही पनि हुन्न। बाँदरले बिहान उठेबाट बेलुकीसम्म केही खेती लायो भने त्यही धपाउन मात्रै जाने, घर खाना आउन नि भइदैन। कृषिबाटै जीवन चलाउने किसानका लागि यो केवल बालीको नोक्सानी मात्र होइन, उनीहरूको जीविकोपार्जनमाथिको ठूलो असर हो। सरकारले कृषकका हक अधिकारका कुरा भाषण र कानूनमा मात्र सीमित हुँदा डौवा क्षेत्रका 100 घर किसानहरूको समस्या सम्बोधन हुन सकेको छैन। जबसम्म बाँदर नियन्त्रणको ठोस र दीर्घकालीन योजना ल्याइँदैन, तबसम्म कृषि प्रधान देशको नारा केवल कागजमै मात्र सीमित हुने निश्चित छ। हिमाल न्यौपाने, नेपाल टेलिभिजन, गण्डकी प्रदेश, स्याङ्जा।